नमस्कार नमस्कार आदरणीय मित्रहरू। आज म जङ्ग थापा युट्युब च्यानल मार्फत सानो समसामयिक भिडियो लिएर यहाँहरूको माझ उपस्थित भएको छु। आदरणीय मित्रहरू, यति बेला हामी नेपालीहरूको महान पर्व तिहारको सन्दर्भमा छौँ र जताततै तपाईँ हाम्रो घर दैलोमा तिहारको रौनक छाइरहेको छ। अवश्य पनि मित्रहरू, हामी चाडपर्व भन्नासाथ खानपिनको प्रसङ्ग जोडिन्छ र खानपिनका सन्दर्भमा पनि खास गरिकन मासुजन्य परिकारको अत्यधिक सेवन गर्ने गरिन्छ। यसले तपाईँ हाम्रो स्वास्थ्यमा एकातिर गम्भीर प्रकृतिका समस्याहरू ल्याउने गर्दछ भने अर्कोतिर आर्थिक हिसाबले समेत बहुत बोझिलो हुने तपाईँ हामीलाई अवगतै छ। त्यति मात्र होइन मित्रहरू, जब हामीले मासुजन्य परिकारको सेवन गर्छौँ त्यति बेला हामीले चाडपर्व मनाउने रमाउने नाममा अन्य निर्दोष प्राणीहरूको समेत हत्या गर्नुपर्ने परिस्थितिको सिर्जना हुन्छ। त्यसैले यी सब कुरालाई मध्यनजर गर्दै मैले एउटा आज यो भिडियो यहाँहरूको माझ राखिरहेको छु। र आज मैले खास गरिकन त्यो मासुजन्य परिकारको सट्टा तपाईँ हाम्रै बारीमा खेतबारीमा करेसाबारीमा पाइने बहुत उपयोगी स्वास्थ्यका लागि पनि करेला काटिरहेको छु। वास्तवमा बहुतै सप्लाईको करेला आज मसँग छ र यहाँहरूको अगाडि मैले यो भिडियो देखाइरहेको छु। यो करेलाको सेवनले तपाईँ हाम्रो स्वास्थ्यलाई धेरै हदसम्म चाहिँ उपयोगी हुन्छ भन्ने कुरा हामीलाई अवगतै छ र खास गरिकन प्रेसरका बिरामीहरूका लागि यो अति नै उपयोगी हुन्छ भन्ने हामीले सुनेका छौँ, हामीले बुझेका छौँ। त्यसैले मैले आजको परिकारलाई करेलामै बनाउने चाहिँ निर्णय गरेको छु। साथीहरू, यदि तपाईँहरू पनि यो चाडपर्वमा धेरै माछा मासु खाने सोचिरहनु भएको छ भने यो मेरो भिडियोले पक्कै पनि यहाँहरूको धारणा बदलिनेछ भन्ने मैले चाहिँ परिकल्पना गरेको छु।